खुलेर हाँसेका छौँ खुसी भई बाँचेका छौँ खुलेर हाँसेका छौँ खुसी भई बाँचेका छौँ आशालाई साँचेका छौँ चाहे गरेका छौँ अन्धकारमा चिन्ताहरूको ज्योति उदाएको छ ईश्वरको भयमा भएकाहरू सबै सताएको छ कसको कारणले कसको कारणले ईश्वरको कारणले हो देह कारणले ईश्वरको कारणले हो देह कारणले सिनै पर्वतदेखि रेटुले पारसम्म सिनै पर्वतदेखि रेटुले पारसम्म मादेखि सुलेमानको मन्दिरसम्म आफ्नो वासस्थान बनाउनु भयो भने सबले उहाँलाई भेट्न सक्दैन तर आज हरेक पापीले भित्र प्रवेश पाएको छ कसको कारणले कसको कारणले ईश्वरको कारणले हो देह कारणले ईश्वरको कारणले हो देह कारणले देह बनिआउनु हाम्रो डोलमा डेरा लाउनु देह बनिआउनु हाम्रो डोलमा डेरा लाउनु पवित्र खुसीहरूले परमेश्वरलाई छुन पाए कसको कारणले कसको कारणले कसको कारणले भन कसको कारणले ईश्वरको कारणले हो देह कारणले ईश्वरको कारणले हो देह कारणले